हेलो वेलकम टु माई च्यानल। आज चाहिँ म यत्तिकै बोर भइरहेको थिएँ अनि मेरो इयरिङहरू मिलाएर राख्छु भनेर एउटा क्रिएटिभ आइडिया लगाएँ अनि यहाँहरूलाई पनि त्यो क्रिएटिभ आइडिया चाहिँ सेयर गर्न गइरहेको छु। आज म सधैँ इयरिङहरू चाहिँ यस्तो अब ज्वेलरी बक्सहरूमा राख्दा अब कुनै इयरिङहरूको इउहरू निस्किने, कुनै चाहिँ त्यो बाङ्गिने त्यस्तो हुन्थ्यो होइन। अनि एकदमै दिक्क लाग्थ्यो, अब कहिले जोडी नभेटिने, यताउति खान्डाङ खुन्डुङ त्यस्तो हुन्थ्यो होइन। मलाई चाहिँ सबै कुराहरू मजाले अर्गनाइज म्यानेज भएको राम्रो लाग्छ। सो म चाहिँ मेरो चाहिँ तल ग्रोसरी सप छ अनि त्यहाँ चाहिँ ललिपपको एउटा बक्स भेटेको थिएँ होइन। त्यसमा चाहिँ पाल जस्तो थियो अनि यसो सोचेँ नि यसमा त इयरिङहरू मजाले ह्याङ गरेर राख्दा एकदमै राम्रो देखिन्छ भनेर मैले चाहिँ त्यो सोचेँ अनि यस्तो भएको छ होइन। यो चाहिँ ललिपपको हो खास होइन। यस्तो पाल परेको छ नि त अनि यसरी इयरिङहरू झुन्डाएर राख्नलाई सजिलो देख्छ, एकदमै राम्रो टक्क मिलाएर होइन म्यानेजेबल देख्छ नि त। अनि यो माथिको टुप्पोमा चाहिँ मैले यसरी ब्रेसलेटहरू पनि मजाले राखेको छु है। कस्तो राम्रो देखिन्छ हेर्नु न, टक्क अर्गनाइज होइन। अब त्यो झिक्यो लगायो टक्क फेरि थन्कायो होइन। हजुरहरूलाई मेरो यो क्रिएटिभ आइडिया कस्तो लाग्यो प्लिज कमेन्ट डाउन बिलो। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।